हेलो हाई दर्शन सबैजनालाई। आज चाहिँ हामी ठक्कसँगले हाम्रो यो पहिलो भ्लग है फेरि हाम्रो यो होइन। यहाँनिर शब्दहरू तलमाथि हुनसक्छ होइन। हामी चाहिँ ठ्याक्कसँगले यहाँनिर हामीलाई आज समयले नि हल्का साथ दिएको छ। त्यही भएको कारणले गर्दाखेरि हामी चाहिँ यहाँनिर यो रमाइलो डाँडा भन्दो रहेछ यो होइन। ठ्याक्कै टोखामा पर्छ है यो टोखा नगरपालिका यो साङ्ला हो ठ्याक्कै यो डाँडा हो रमाइलो डाँडा भन्दो रहेछ। ठ्याक्कै दाइसँग चाहिँ हामी सानो एउटा कभर सङको लागि होइन दाइ रहेछ जाउँ न त भनेर हामी पनि ठ्याक्कै तलबाट हिँड्दै आयो दाजुभाइ होइन ठ्याक्क। अनि यहाँ आएको छौँ हामी विशेष गरेर त्यसकै लागि हो। अनि यहाँनिर हामीले नेचरको पनि हल्का यहाँनिर हल्का भन्दा पनि अलिक बढी नै यहाँ चाहिँ हामीले मजा लिइरहेको छौँ। मजासँग फाइदा पनि छ होइन। शरीरमा श्वास प्रश्वास कोठामा बस्दा कति हुन्छ नि त होइन। त्यहाँ अनि यहाँ बाहिर निस्केको त आमामा त्यो कस्तो आज मजा भइरहेको छ होइन। एक्साइटेड विशेष गरी भाइको कलमा दुईजनाले मिलेर यसो इन्ट्रो सङ भनिहाल्दो रहेछ। म चाहिँ हेर्नुहोस् यस्तो नर्भस भइरहेको छु म। फर्स्ट टाइम हो क्या दाइ जोसँग ऱ्यान्डमली बोलिन्छ होइन। तर यस्तो हुँदो रहेछ क्या हाम्रो यो उता मोबाइल आउने बित्तिकै यस्तो उता हुँदो रहेछ भने आज चाहिँ सङको कभर गरौँ भनेर इन्ट्रो पार्ट चाहिँ दुईजना दाजुभाइ आएको छौँ। रमाइलो डाँडा टोखाको रमाइलो छ एकदम है। जस्तो नाम त्यस्तै रहेछ क्या ठाउँ पनि। यसो दृश्य पनि देखाइदिउँ न भाइ ब्याकग्राउन्ड के छ नि हेर्नुहोस् एकदम यस्तो छ है। हिमाल गाईहरू पल्लोपट्टि मकै कर्याम यता फार्महरू छ यस्तो गाउँ जस्तै छ नि ठ्याक्क। हाम्रो चाहिँ घर फेरि खोटाङै फेरि ठक्कसँग हामी चाहिँ खोटाङ्गेहरू है। पाहाडे फेरि हो होइन। यस्तो देख्नु बित्तिकै फेरि हामीलाई त गाउँको याद आइहाल्छ होइन। ठ्याक्कसँगले को हुनुहुन्छ त्यो पाहाड घरहरू यसो कमेन्ट गर्नु होला कसलाई कस्तो फिल हुन्छ यस्तो आउँदाखेरि होइन। हामीलाई यस्तो फिल भयो होइन। यस्तो हो कट्टु फेरि देखिन्छ ब्लगमा फेरि आयो भने त होइन खत्तम। त्यही हो हामी अब ठ्याक्कै यहाँ सानो एउटा होइन जे भए पनि एउटा बाहना मात्रै हो होइन सङको लागि। तर हामी विशेष गरी रमाइलोकै रमाइलो प्लस पछि मेमोरीको लागि विशेष त्यो बुढेसकालमा यसो फर्केर हेर्दा जवानमा कस्तो थिएछौँ नि हामी भनेर त्यसै मेन आज प्रायोरिटी हाम्रो त्यो प्लेटफर्म चाहिँ ल्याइदिएको छ युट्युब टेक्नोलोजीको सही सदुपयोग गर्दैछ। कसैले त दुरुपयोग पनि गरिरहेछ है तर हामी चाहिँ त्यसलाई दुरुपयोग गर्दैन हामी चाहिँ अवेर छौँ त्यसको लागि। हेर्दै गर्नु होला हामी चाहिँ ल आजको भ्लग छोटो मिठो होइन यसो हामी पनि भ्लग बनाउँ न होइन कस्तो हुन्छ के हुन्छ भनेर हामी एउटा नयाँ अनुभव गर्नु मात्रै खोजेको। त्यस्तो केही त्यहाँ उता गर्नु के अरे होइन हामीलाई त्यस्तो नराम्रो भनिदिनु होला गरेको यो त हाल्छु नि म 3 घन्टाको भयो नि हाल्छु नि म त्यस्तो बनाएर त्यहाँनिर मलाई हल्का एडिट गर्नु आउँदैन होइन। त्यही भएको कारणले म जस्तो चाहिँ जे छ होइन प्रत्यक्ष तपाईँहरूलाई म देखाउँछु है त त्यही हो। हेरेर सुनेर म साथ दिनु होला प्रतिक्रिया दिनु नभन्नु होला। ल तपाईँ फेरि ट्याप